So look at this is my camp. I set already, and elevation is more than 2,900 meter height. This elevation. So we visit to my tent. यो मुसले राम्रो रहेछ हो बाटो हिँड्नलाई जो ब्ल्याक कफी यसरी छ जुत्ता ब्याग Good morning all dear citizen. Right now I am heading to Badal Dara and the night was rainy, now already cloudy, so really same as yesterday. It is beautiful. मैले सुनेको छु बादल डाँडाबाट हाई क्याम्पसम्म पानी चाहिँ शीतैमा पाइँदैन भनेर मैले चाहिँ आज चाहिँ मेरो भारी वेटी छ मैले चाहिँ 5 बोतल पानी चाहिँ बोकेको छु हैन Finally we arrived at Badal Dada. Yeah, yes. And he is my new friend Sutish from India, who is part of India, Maharashtra. Okay. Mumbai, Maharashtra. We are just chit-chat and hiking, trekking. So this morning is really beautiful, cold and interesting. Finally worth it. के अब यत्रो दुःख गरेर टेन्ट बोकेर आइरहेको छु कि हिजोसम्म पुरा बादलमा मैले केही देख्न पाइरहेको छैन आज हेर्नुहोस् त This is not a joke bro. Why I did this is solo camping trek. This is not easy but it makes worth. अनि सर्टकट बाटो म पहिला आउँदैछु यस्तो छ सर्टकट भोक पनि लागिसक्यो सो अब हाई क्याम्प पुग्नु धेरै टाढा त छैन तर भोकले होला धेरै शेष भएछु म भोक धेरै लागेछ हाई क्याम्पमा आइपुगेँ यहाँ टेन्ट टाङ्न अलाउ पनि छैन छ पनि भन्छन् सो म चाहिँ टेन्ट टाङ्दैछु के हुन्छ लेट्स सी है मैले यहाँ होटल ओनरले चाहिँ टाङ्नु भने हा टेन्ट टाङ्गिसकेको थिएँ हाई क्याम्पमा चाहिँ हामीलाई टेन्ट टाङ्न एलाउ रहेनछ त्यसपछि म आज भ्यू पोइन्ट नै हिँड्दैछु भोलि पनि आखिर उठेर भ्यू पोइन्टै जानु छ अनि किन चाहिँ 2 घन्टा लाग्छ अरे 2.5 घन्टा होला 3 बजीतिर पुगे पनि मेरो लागि काफी हो ए भ्यू दामी छ सहरबाट चिसो छ यहाँ हिउँहरू बिलिरहेको छ कि I'm completely out of energy. So look at that, the background of mine background, look at there. How is the layering, the clouds below me. I'm very close to Mardi viewpoint. Hey! Look at that view! What is this? Camp टाँगिरहेको छु यहाँ बब्बाल छ है यो क्याम्पिङ ट्रेक गर्न सजिलो चाहिँ छैन है हेर्नु मैले तलैबाट यसरी पानी बोकेर ल्याएको छु हैन अब यस्तो ब्युटिफुल भ्यू भए पनि हैन यस्तो बब्बाल भ्यू भए पनि हैन पानी बिना चाहिँ बाँचिदैन नि त त्यही भएर जीवन पानी हो क्या जति सुन्दरी मेरो वरिपरि जति सुन्दर भ्यू भए पनि पानी छैन भने बाँच्न गाह्रो छ नि त त्यही भएर पानी बोक्नुपर्छ सोलो क्याम्पिङ ट्रेकमा यहाँ चिया पसलहरू रहेछ तर अलरेडी क्लोज छ तिनीहरू खोलेकै छैन यस्तो हुन्छ क्या अनि मैले यसरी पानीहरू बोकेर ल्याएको छु मैले पानी बचाउनु पर्छ नत्र उतापट्टि गएर हिउँ पगालेर चलाउनु पर्ने हुन्छ हिउँ चिसो छ कि मेरो सुज पनि राम्रो छैन हैन सुज यस्तो छ त्यही भएर हिउँमा खास नखेलौँ भनेको हिउँ खेल्नु परिरहेछ अहिले अनि यस्तो छ क्या यस्तो बबाल छ यति भाँसिरहेको छु एकदम हिउँ पक्ल्याएको छ यो म यति भिडियो गर्नै म हिउँभित्र आइरहेको छु क्या मलाई यो हिउँ पक्लेपछि भिजिहाल्छ क्या जुत्ताहरू सो यस्तो छ यो हिउँ घामले भेटेको हिउँ छिटो पिल्छ कि त्यही भएर टेक्न साथ त्यसले चाहिँ जुत्ताहरू भिजाउँछ सो
म हिँडिराखेको छु चिप्लो भइरहेछ